माउ त सुई उठेर यो कुतिर चाहिँ देखेको थियो आज रियलमी देखियो ಸ್ವಲ್ಪ हाँगा त अट्ठाउन उताबाट उता छेउपट्टि हाल भनेको माउङ गइसक्यो छेउपट्टि हाल भने ल फाइनली हामीले चाहिँ ठिकै छ ल हानि सक्यो भर्खर झारेको पर्लङमा पल्टाउँदै हेर्नु सबैले भन त्यहाँ मजाले भैले पनि फेरि खतरा छ नि यार थाम्नु सक्दैन है हामी टोली छौँ नि हामी नदेखाउने यार मलाई यार फेरि इन्टरभ्यू लिन अन्त फेरि चिलेको यस्तो हुन्छ नि फेरि ल किङ फेरि यता म त होइन यो त होइन यो त कसरी यता पनि हो नब्बे भन्दो छ के ल यति 4 जना बटमा बट यो नानी ओइ बाङबु खुकुले यार ढिल्न रे 2 बन्दा ए फोटो भरे बाटोमा 12 बजेर 15 मिनेट गएछ टक्क हामीले झारिदिउँ ल काका सिधा सरसर बनाएर सरसर झारिदिउँ त्यो टस भालु ल त्यसलाई पुराने कुरा गर्नु हुँदैछ हाम्रो यो पनि होटेल टस नमाल हाम्रो यो फेरि सिङ्गे बोकेर जाँदाखेरि चाहिँ पर्दैन के अरु हराउँछ के गोलीहरू सबै चाकाहरू हाम्रो त्यो किरा चाहिँ के अरे ओ केमा राख्ने भन्छ मुखमा होला के माउ त छैन होला माउ भने यहाँ माथि होला कि माउ छैन हौ माउ छैन यत्रो डढेपछि माउ रहन्छ यहाँ पतन भएछ राम्रो बजा त आन्द्रा छैन त अरिङ्गल त डेन्जरै बनाएको है हामीले खानु पर्यो कसको के भन्छ कहाँ आयो मेरो जिउमा चाहिँ मिठो चाहिँ छैन मेरो मन खोइ हौ केटाहरूले गयो होला नि बचेर अरे के त ए बच्चा त काका राम्रो आमामा बहिलो त लु न फुटाइ लगौँ सकिन्छ ठाडो बनाएर बोक्न के हुँदैन क्या ठाडो बनाएर सकिन्छ तिपालाई त्यो पुग्छ ल 1.5-2 केजी छ अहिले त्यहाँ यति बोक्ने हो त यतिको भल्यो नि त नि यार सबै भल्यो नि त सक्छ भने बोकेर सु हान्दै लगौँ भनेको यार काँडो हाल्ला दुई नल कस्नुपर्छ नल कसन कस यतिसम्म चाहिँ काट्दिनु त यति चाहिँ बोकेर लानुपर्छ यसम्म काट्दिनु सबै छोडिदिनु हो के खोइ ठड्याउ त पुरा ठड्याउ थाम्नु सकिँदैन अहिले कस्तो सकिँदैन यार यसरी बोकेर लाँदा भइहाल्छ नि 2 जनाले हावा झर्छ टोपी मात्र छ के ढोक्रोले बान्नु न त झर्छ नि पक्र त ल टोपी मात्र छ झर्दैन यो हाँकाटेर बोक्दा नि हुन्छ रुखबाट त्यत्रो झरेन हुन्छ ल यतिको झार्नु लग्नु नि त हल्का